टेटेर यहाँ आइपुगेछ र म त
はい帰ってきましたよNamaste. Namaste. 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 Namaste.いいね。सबैले गरिसकेर उसलाई लिनु कता गयो हाम्रोいい感じですね。ですね。お花だよね。山の肩だもんね。こっちはお花が新しいお花があります。यत्र तत्र नछाडिकन अनुशासनमा रहिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। सबैजना तल्लो खेल मैदानमा आएर पाहुनाहरूको स्वागत गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। परिवारको तर्फबाट स्वागत एवं हार्दिक 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 अभिवादन व्यक्त गर्दछु। सबैले जोरदार तालीले स्वागत
फाउन्डेसनका अध्यक्ष पर्वतारोही शिक्षा प्रेमी समाजसेवी केन नेगुचेज्यूलाई प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुनका लागि हार्दिक 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 अनुरोध गर्दछु। सबैजनाले जोरदार तालीले स्वागत गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी पिकेट जापान केन नेगुचेज फाउन्डेसनका शिक्षा प्रेमी सम्मानित व्यक्तित्व एको नगुचेज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी समन्वयकर्ता शिक्षा प्रेमी समाजसेवी स्थानीयवासी यस विद्यालयका पूर्व विद्यार्थी हाल जापानमा कार्यरत गोदार उपकार थापाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी शिक्षा प्रेमी सम्मानित व्यक्तित्व मिङमा अधिकारीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी आरएसके सानियो ब्रोडकास्टिङ कर्पोरेसन लिमिटेडका प्रतिनिधि विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरूलाई आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो अत्यन्त छोटो समय भएको कारणले गर्दा उपस्थित सम्पूर्णलाई बुद्धिजीवीहरू वर्गहरू मान्यजन छिमेकी विद्यालयका प्रधानाध्यापकज्यूहरू पत्रकारज्यूहरू बुबा आमा दाजुभाइ अग्रजज्यूहरू दिदीबहिनी सबैलाई यथास्थानमा आसन ग्रहण गराउन चाहन्छु। विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यज्यूहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। शिक्षक अभिभावक सङ्घ अध्यक्ष लगायत सम्पूर्ण सदस्यज्यूहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आमन्त्रित सम्पूर्ण पाहुनाहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण उपस्थित अभिभावकज्यूहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी छिमेकी विद्यालय लगायत शिक्षक साथी यसै गरी अब हाम्रो कार्यक्रम रहेको छ दीप प्रज्वलनका लागि नेगुचेकेन एको नगुची गोदार उपकार थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। सबैजनाले जोरदार तालीले स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
राष्ट्रिय गानका लागि सबैजना आफ्नो ठाउँबाट उठेर सबैजनालाई धेरै धेरै धन्यवाद। यसैगरी हाम्रो यस कार्यक्रमलाई आफ्ना मन्तव्यहरूद्वारा स्वागत गरिदिनु हुनका लागि यस विद्यालयका शिक्षक श्री गोदार उपमाज्यूलाई हार्दिक अनुरोध गर्दछु। Thank you, dear ma'am. First of all, I would like to wish a very good afternoon to everyone present here. The chairperson of this program, Mr. Balbahadur Godar, also a chairperson of Peak Aid School Project Foundation, Nepal, honorable chief guest, alpinist, education lover, social worker, respected personality, Mr. Noguchi Ken, Miss Eiko Noguchi, special guest, the Deputy Chief of Mission Embassy of Japan in Nepal, Mr. Thamura Takahiro, Chairperson of respected personality, education lover, social worker, local resident, former student of this school, Mr. Godar Upakar Thapa, distinguished personality, Mr. Mingma Adhikari Sherpa, representative of RSK Sanyo Broadcasting Corporation Limited, land donors, member of the School Management Committee, members of the Teacher Parent Association, advisors, former committee, subcommittee, officials, leaders of various political parties, heads and representatives of association, journalists, security agency, employees, respected parents, students, teachers and all the dignitaries present. Today we are very happy. The entire face of this school, which is in a miserable condition in the mountainous district of Nepal, has improved in terms of physical, academic and extracurricular activities. The parents are excited. The students are happy to come to school. The coordinator of the changes is Mr. Godar Upakar Thapa, while the alpinist, education lover, social worker, Mr. Noguchi Ken, who fully accepts his ideas and manages the finances, is the best character. The contribution of all stakeholders in the all-round development of this school under the leadership of Mr. Balbahadur Godar is high even in the dire situation of coronavirus COVID-19. Respecting all these works, I would like to extend a warm welcome to all the education lover stakeholders who are present here today, personally and on the behalf of
Sri Mahendra Jana Sahyog Basic School, Stanchor and Peak 8 School Project Foundation, Nepal. Thank you. धेरै धेरै धन्यवाद शिक्षक कोदर उपमाज्यूलाई आफ्ना शब्दहरूद्वारा स्वागत मन्तव्य राखेर जानुभएको छ। सबैजनाले जोरदार तालीले स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी अबको हाम्रो कार्यक्रम रहेको छ सम्मान कार्यक्रम। समाजसेवी देवी गुरुङ र सरस्वती गुरुङज्यूबाट हाम्रा पाहुनाहरूलाई गुरुङ पोसाकद्वारा सम्मान गर्दै हुनुहुन्छ। उहाँहरूलाई मञ्चमा उपस्थित भई पोसाक वितरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। देवी गुरुङ र सरस्वती गुरुङज्यू। यति बेला हाम्रो गुरुङ ड्रेस दिँदै हुनुहुन्छ। सबैजनाले एकदम ताली बजाएर स्वागत गरिदिनु होला। सबैजनाले जोरदार तालीले स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। देवी गुरुङ र सरस्वती गुरुङज्यूबाट पाहुनाहरूलाई गुरुङ पोसाक उपहार स्वरूप दिने हुनुहुन्छ। सबैजनाले जोरदार तालीले स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। लगाइदियो जोरदार तालीद्वारा स्वागत गरिदिनु हुन हार्दिक। हाम्रो पाहुनाहरूले गुरुङ पोसाक लगाउँदै हुनुहुन्छ। सबैजनाले जोरदार रूपमा ताली बजाएर सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद कार्यक्रम सञ्चालिका यहाँकी महिला शिक्षिका। यो पिकेट फाउन्डेसनबाट नयाँ निर्मित भवन लगायत पुराना भवनहरूको मर्मत सम्मार पश्चात र खेल मैदानको सुदृढीकरण कार्यक्रम हस्तान्तरण कार्यक्रमका अध्यक्ष, यो कार्यक्रमका अध्यक्ष, यो संस्थाका अध्यक्ष, यो स्कुलका अध्यक्ष र पिकेट फाउन्डेसन नेपालका अध्यक्ष आदरणीय बलबहादुर सर, आजका चिफ गेस्ट पिकेट फाउन्डेसन जापानका केन नोगुची र सोही संस्थाका अन्य महानुभाव, यो आज कार्यक्रमका विशिष्ट र विशेष अतिथिज्यूहरू, यसै गरी यो कार्यक्रमलाई सफल पार्न उपस्थित हुनुभएका तमाम आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो स्कुलका अभिभावक, प्यारा विद्यार्थी र सम्पूर्ण शिक्षक साथीहरू, हामीले यो कार्यक्रम गरिरहँदा म पनि यो विद्यालयको पूर्व विद्यार्थी, पूर्व शिक्षक र यहाँ केही भए पनि सहयोग गर्नुपर्छ भन्ने मान्यता भएको व्यक्तिको नाताले आज हामीले त्यो सिनारी आजभन्दा हामी पढ्ने अवस्थाको झन्डै 55 वर्ष पहिलाको मलाई याद छ। यहाँ एउटा ठाँटी जस्तो एउटा स्कुल टिनले छाएको थियो र त्यहाँनिर चौतारो थियो, बरपिपलको रुख थियो र सानो अगाडि सानो चौर बाँकी थियो। त्यसैलाई थानचौर भनेर नामाकरण, थानचौरको स्कुल भनेर नामाकरण गरिएको थियो। र म आज सम्झन के चाहन्छु भने मलाई धेरै समय छैन, त्यति बेलाका हाम्रा नाताले हजुरबुवाहरू, कामले शिक्षा प्रेमी र समाजसेवीहरू, जसले आजभन्दा 61 वर्ष पहिला 2018 सालमा यसलाई यो स्कुललाई स्थायित्व दिँदै त्योभन्दा पहिला कति वर्षसम्म चौतारोमा, ठाँटीमा र विभिन्न ठाउँमा स्कुल स्थापना गर्नुपर्छ, पढ्नुपर्छ भनेर काम गर्ने ती हजुरबुवाहरूलाई, हजुरआमाहरूलाई, ती शिक्षा प्रेमीहरूलाई तपाईहरू सबैको तर्फबाट म सम्झन चाहन्छु। यसै गरी पूर्व विद्यार्थीहरू, पूर्व शिक्षकहरू, अभिभावकहरू, जग्गादाताहरू र सम्पूर्ण प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सहयोगदाताहरूलाई पनि म आज सम्झन चाहन्छु। हामीले यो निर्माण गऱ्यौँ, यसलाई सुन्दर बनाएका छौँ र यसलाई जीवितै राख्नको लागि, यसलाई निरन्तरता दिनको लागि पनि हामीलाई जरुरी छ। मलाई जहाँसम्म लाग्न सक्छ गोदार उपकार बाबुले यसलाई दिगो रूपमा यसको मर्म सम्मारदेखि लिएर यसको विकास र समृद्धिको लागि पनि उहाँले भावी दिनहरूको पनि सोच राख्नु भएको होला भन्ने मैले अवश्य आशा विश्वास राखेको छु। र मलाई लाग्छ हाम्रो उपमा, गोदार उपमाले यहाँ स्वागत भाषण गरिरहँदा, उपमा होइन रहँदा उहाँले अङ्ग्रेजीमा व्यक्त गरेका कुरा मैले नेपालीमा भनिरहेको छु। म फेरि पनि यहाँहरू हामी सबैको तर्फबाट आजका प्रमुख अतिथि र विशिष्ट अतिथि र अन्य अतिथिहरूलाई हामी सबैको तर्फबाट म मार्फत हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै यहाँहरूले जुन पिकेट संस्थाले यो विद्यालय बनायो, यसै गरी देशबाट देशलाई जापान सरकारले निरन्तर सहयोग गरिरहेकै छ र हाम्रो गोदार उपकार मार्फत हामीलाई यो छुट्टै किसिमको सहयोग पनि भएको छ र आगामी दिनमा यो देशको विकासमा, यो समाजको विकासमा र अन्य क्षेत्रहरूमा पनि उहाँ मार्फत, यो संस्था मार्फत भावी दिनहरूमा सहयोग हुने
आशा र अपेक्षाका साथ यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद। धेरै धेरै धन्यवाद सरलाई। आफ्नो शुभकामना मन्तव्य राखेर गइसक्नु भएको छ। उहाँलाई जोरदार तालीद्वारा सम्मान गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। अबको कार्यक्रम रहेको छ शिक्षकहरूबाट पाहुनाहरूलाई सम्मान कार्यक्रम। यस कार्यक्रममा यस विद्यालयका प्रधानाध्यापक तारापति सुवेदीज्यूलाई र शिक्षक सीता केसीज्यूलाई उपस्थित भई सम्मान पत्र प्रदान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र प्रमुख अतिथि र विशेष अतिथिज्यू सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दछु। सबैजनालाई जोरदार तालीले सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जोरदार तालीले सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अथवा हामीलाई यत्रो योजना पार्नुहुने बाबु गोदार उपकार थापाज्यूलाई यस कार्यक्रममा शुभकामना मन्तव्य राखिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दछु। सबैजनालाई नमस्ते। हिजो अस्ति काठमाडौँ आए, हिजो पोखरा आए, 3 घन्टा जस्तो प्लेन लेट भयो। आए अनि आउँदा आउँदै बाटोमा सबैले यताउता कुरा गर्दै गए। बाबु त बिहा गर्ने बेला भएछ नि, सोचे होला नि के कति बस्छौ भन्नुभयो। यसो सोचे, बुढा मान्छेहरूको चित्त दुखाउन पनि मन लागेन। सबैका छोरी एक एकवटा लिएर हिँड्नुपर्छ कि भन्ने सोच पनि गरिरहेको छु। त्यो नेपाल भने मुकासुवा इपुथासे त्यो सेके गारीमसा किन पोखरा तोचा कुस्ते के पुरुषार्थने मुकात्ते तोच्यो नि हिरो हिरो तोसानी खाना सिस्ते ते ओडन मुसुमे हेर्छुरेदेखि दियो भने नानी गई मस्ता म ओतोसँग उकासन ने किमचो किजुकेताको नाइ करा मिन्ना सुरेदेखिको गना त्यो खान्जिनी नारी मस्ता आए यहाँ चाहिँ भन्नु सोना त्यस्तो थियो। यहाँहरूको माया, यहाँहरूको सुझाव सल्लाहले आज मलाई यो मार्ग देखायो। मलाई हिजो यो खेतहरू छ नि, अहिले यो खेतमा केटाकेटी राम्रोसँग सुन न है, यो ठाउँमा कसैको धानको खेत, कसैले खेतमा धान काट्यो भने त्यो पछि गएर फुटबल खेल्यो भने लौ हाम्रो खेत बढारिस, हाम्रो खेत साह्रो बनाइस् भनेर गाली गर्नुहुन्थ्यो। कति ठाउँमा आफैले गएर त्यहाँ जरिवाना पनि तिर्न लगाउनु भयो। लौ बलेश्वरका छोराले यसो गर्यो अरे, बलेश्वरको छोराले फलानाको खेत थमार्यो अरे भनेर मेरो बुवा गएर त्यो जरिवाना तिर्नु भयो। त्यही देखेर नै मलाई यो ठाउँमा
यहाँहरूले जसले हुर्काउनु भयो यो ठाउँको अझै पनि झल्झली याद छ। जति लामो समय म जापानमा बसे पनि मन मुटु भनेको नेपालमै छ। हेरे मलाई यो जग्गा दिइराख्नु भएको हाम्रो चेतन कार्की अङ्कल, उहाँहरूको दाजुभाइहरू, हाम्रो नेत्र सर, यहाँहरू सबैको जग्गा हो यो जग्गा देख्ने बित्तिकै यो जग्गालाई एउटा केही बनाम, केटाकेटीहरूलाई पढ्ने मात्रै होइन, अलिकति भयो भने केही अतिरिक्त क्रियाकलाप होस् भन्ने मेरो सानोदेखि सोच थियो। यो ठाउँलाई जापानमा भयो भने यत्तिको ठाउँ भयो भने डोजर हाल्ने ठुल्ठुला मिसिनहरू लिएर आएर उस गर्ने गर्छन्। तर हाम्रो देशको यहाँको जसले कल गैँची खनेर यो ठाउँलाई लगभग यो ग्राउन्ड बनाउनलाई मात्रै 2-3 महिना लागिरहेको छ। त्यो देख्दाखेरि जापानिजहरू अचम्म मान्यो। यो स्कुल बनाउने बेलामा, यो स्कुल बनाउँछु भन्ने बेलामा मलाई यहाँ आज उपस्थित सबै मान्छेहरूको अनुहार हेरे, सबै यहाँ जम्मा हुनु भएका मान्छेहरूको अनुहार हेरे, यहाँको लगभग 90% मान्छेले त्यस्तो ठाउँमा स्कुल किन चाहियो, तेरो आफ्नो इच्छा छ भने अर्को ठाउँमा बना, हामीलाई अलिकति पैसाले त्यस्तो कुराहरू गर्नुभयो। एकदम दयनीय लागेर आयो। किनभने मलाई यो ठाउँमा हुर्काउनु भयो, मलाई यो ठाउँमा बढाउनु भयो, मैले अहिले जापानमा आफ्नो ठाउँबाट केही गर्छु भनेर यो स्कुलमा गर्न खोज्दा मैले यहाँहरूलाई घुस दिन पर्ने, मैले यहाँहरूसित खुट्टा ढोग्नु पर्ने। मैले त नराम्रो काम गरेको त होइन, त्यो गर्दा पनि मैले यहाँहरूको खुट्टा ढोग्नु पर्ने, मलाई स्कुल बनाउन दिनुहोस् भन्नुपर्ने। यो अवस्था एकदम दुःख लागेर आयो। किनभने शिक्षा भनेको देशको एउटा अभिन्न एउटा पूर्वाधार हो। एउटा त्यो पूर्वाधार एउटा केही गर्न खोज्छु भन्ने एउटा युवालाई तपाईँहरूले रोकिदिनु भयो। साह्रै दुःख लागेर आयो। किनभने 1.5 करोड भनेको नोगुची खेन्सा। किनभने मलाई विश्वास गर्नुभएको थियो र मेरो यो ठाउँलाई दिनुभयो। उहाँले अहिलेसम्म हिमाली क्षेत्रमा लान्दोसेर भन्छ होइन, अहिले हाम्रो केटाकेटीले भिडिराखेको त्यो झोला छ नि, त्यो झोला अहिले सबै गर्दा 2500 झोला नेपालमा आइरहेको छ। एउटा झोलालाई जापानमा 70,000 पर्छ, 70,000 जापानिज येन पर्छ। त्यसको महत्त्व यहाँहरूले बुझिदिनु भएन। त्यो 70,000 को एउटा झोला जापानिजहरूले आफ्नो छोराछोरीलाई किनेर आफ्नो छोराछोरीको एउटा लामो समयसम्म चलाएको त्यो झोला कसैले पनि यहीँ गयो भने पनि ल मलाई एक बडका चिनी लिएन भन्न लाग्यो भने मान्छेले नाना थरी भन्छन्, चिनी पनि किनेर खान सक्दैनस्, नुन पनि किनेर खान सक्दैनस् भन्छन्। हाम्रै समाजमा त्यस्तो छ भने जापानमा यो झोला यहाँलाई त सित्तैमा पठाइदिइरहेको छ। त्यसको महत्त्व यहाँले बुझिदिनु भएन। अत्यन्त दुःख लागेर आयो। एउटा यो झोला पठाउनलाई यहाँ 100-300 एउटा झोला पठाउनको लागि 10-20 लाख खर्च भइरहेको छ। त्यो खर्च सबै हाम्रो नोगुची खेन्सा हाम्रो पिकेटको संस्थाबाट भइरहेको छ, मेरो आफ्नो व्यक्तिगत भइरहेको छ। हाम्रो अहिले छेउमा हुनुहुन्छ निम्मा अधिकारी, म जापानबाट आउन नपाउने बेलामा उहाँले उहाँको बाउछोरीसँग सँगै आएर यो ठाउँमा स्कुलको झोला पुर्याइदिनु भयो। एउटा साथी, एउटा विश्वास भनेको त्यो कुरा हो। जापानमा भन्छ मान्छे, मानिस भनेको जापानमा हितो भन्छ। हितो भनेको यस्तो खालको 1300 खालको अक्षर लेखेको हुन्छ हो। त्यस्तो 1300लाई यसरी गएर सपोर्ट गर्यो भने यो हितो भन्ने खान्जी हुन्छ, जापानको अक्षर हुन्छ। मान्छे भनेको एउटालाई अर्काले सपोर्ट गरेर मात्रै मान्छे भन्छ, नत्र भन्दा जनावरसित बराबर हो। जापानमा यस्तो भयो भने, यस्तो खान्जी लेख्यो भने त्यसलाई हितो भयो। हितो भनेको मान्छे, मान्छे भनेको एकअर्कालाई आपसी सहयोग गरेर एकअर्कालाई समर्थन साथ गरेर अगाडि बढ्ने भएको भएर मान्छे भनेको। तर हाम्रो समाजमा त्यो भएन। कसरी हुन्छ, लौ यो काङ्ग्रेसको मान्छे, यो एमालेको मान्छे, यो माओवादीको मान्छे, विकास भन्दा पनि यो दल र त्यो दल भनेर कसरी हुन्छ खुट्टा तान्ने। कसरी हुन्छ त्यसलाई त्यसले ल 2-4 करोड लिएर आयो, त्यसलाई खुट्टा तानेर भयो भने त्यसको पैसा सकम भन्ने त्यो खालको मानसिकता हाम्रो धेरै भयो। यस्तै यस्तै कुराले गर्दा विकास हुन नसकेको हो। मैले
जापानमा हुने बेला पनि यहाँ कतिजना अहिले हुनुहुन्छ, मैले प्रत्यक्ष रूपमा फोन गरेर उहाँहरूलाई भने मैले मेरो लागि होइन, मेरो इज्जत बढाउनलाई होइन कि मलाई स्कुल बनाउन दिनुहोस्, मैले अर्काको खेत थमारेको भएर मेरा भाइ बहिनीहरूले अर्काको खेत थमार्न नपरोस्। केटाकेटीहरूलाई खेल्ने खेत थमार्ने होइन, केटाकेटीहरूलाई आफ्नै एउटा खेल्ने मैदान होस्। यो ठाउँमा अहिले भलिबलको नेट छ, भलिबलको नेटमा अलिकति हटायो भने यहाँ फुटबल पनि खेल्न मिल्छ। यहाँ अलिकति गऱ्यो भने अर्काको खेत त थमार्न पर्दैन हामीलाई, आफ्नै ग्राउन्ड छ, आफ्नै उस छ, यो ठाउँमा हामीले त्यो गर्न सक्छ। तर यो कुरालाई साथ दिन नसक्नु भनेको यहाँहरूको एकदम कमजोरी हो। किनभने तपाईँहरूको राजनीतिक के छ तपाईँहरू आफू गर्नुहोस्, मलाई मतलब भएन। तर एउटा केही गर्छु भन्न खोज्ने युवालाई हतोत्साहित नगर्नुहोस्, त्यो मेरो अनुरोध हो। मेरो बुवा पनि माओवादीबाट पीडित भएर माओवादीले पनि यताउता रिगाएर गरेको मान्छे, अहिले माओवादीकै पार्टी भएर बस्नुभयो होला, के गर्नु होला। म आफै पनि व्यक्तिगत रूपमा पनि मलाई माओवादीसित कुनै सरोकार पनि छैन, काङ्ग्रेससित सरोकार पनि छैन, एमालेसित सरोकार पनि छैन र कुनै पार्टीसित मतलब पनि राख्दिनँ। किनभने मलाई मेरो बुवा हुनुहुन्छ, मेरो मम्मी हुनुहुन्छ, मेरो ठुलो बा हुनुहुन्छ, मेरो काका हुनुहुन्छ, मलाई यो ठाउँमा हुर्काइदिने यहाँहरू सबै हुनुहुन्छ। त्यही हो मेरो लागि ठुलो कुरा। मलाई किन पार्टी चाहियो? मलाई त पार्टी चाहिएन। किनभने त कोही पनि नहुने मान्छेलाई पार्टी चाहिने हो, कोही पनि नहुने मान्छेलाई दङ्गा फसाद चाहिने हो। मलाई त मेरो त सबै हुनुहुन्छ यही ठाउँमा, मलाई हुर्काइदिने मान्छे यही हुनुहुन्छ भने मलाई पार्टी किन चाहियो? त्यही भएर अझै पनि म यो ठाउँलाई अझै माथि उठाउन, मैले जे भोगेँ, मैले जे दुःख देखेँ, त्यो दुःख फेरि हाम्रो केटाकेटीले देख्न नपरोस्, फेरि हाम्रो बाबुआमाले त्यही खालको पीडा भोग्न नपरोस् भनेर त्यसलाई अलिकति भए पनि मैले माथि उठाउन मेरो ठाउँबाट जति सक्छु मैले आगामी दिनहरूमा पनि सहयोग गर्दै जाँदैछु, सहयोग गर्न चाहन्छु। त्यही भएर आगामी दिनमा पनि मेरो कामहरूलाई सहयोग गरिदिनु होला, समर्थन गरिदिनु होला, त्यसको लागि हार्दिक अनुरोध छ। र आज हाम्रो मेन गेस्ट हुनुहुन्छ नोगुची खेन्साङ। नोगुची खेन्साङ अहिले त लगभग सबैले चिन्नुहुन्छ नि होइन? मिनासान सित्तेमासी भने हिमाल सगरमाथा चढ्ने मान्छे पर्वतारोही नोगुची खेन्साङ। जापान लगायत विश्वमा नचिन्ने मान्छे कोही पनि छैन। उहाँसँग भेट्नको लागि मात्रै, उहाँसँग बोल्नको लागि मात्रै अपोइन्टमेन्ट लिनुपर्छ। म जति बेला पनि उहाँसँग कुरा गर्न चाहेँ भने, जति बेलासम्म पनि उहाँसँग भेट गर्न चाहेँ भने कुनै रोकटोक छैन। यो सबै केले बनायो? जापानमा भन्छ किजुना भन्छ, नेपालमा भन्छ सम्बन्ध। किजुना भनेको इतोहेन्नी हाम्बुन, त्यो खान्जी हुन्छ हो। इतोहेन भनेको, किजुना भनेको, सम्बन्ध भनेको एक तरिकाले मात्रै सम्बन्ध हुने होइन। यताको मान्छे पनि केही गर्छु, यताको मान्छेले पनि केही गर्छु भनेर दुई थरीबाटै केही गर्छु भन्ने कुरा भयो भने बल्ल एउटा काम पूर्ण रूपमा हुन्छ। सम्बन्ध भनेको पूर्ण सम्बन्ध हुनुपर्छ। यसले यसो गर्छु भनेछ, यसले यसो गर्छु भनेछ, दुईटाको मतभेद भएछ, मनै मिलेको छैन, कसरी त्यो सम्बन्ध हुन्छ? जापानमा यसलाई किजुना भन्छ। अघि पनि भने हितो तो किजुना, हितो र किजुना। आज यहाँ आउनुभयो, जापानको हितो र किजुना भन्ने शब्द मात्रै भए पनि सम्झेर जानु होला, बुझेर जानु होला। र उहाँसँग मेरो सबभन्दा पहिला भेट भयो म कलेज पढ्ने बेलामा थियो। कलेज पढ्ने बेलामा 2014 सन् 2014 म फुजी हिमाल सरसफाइ कार्यक्रम भन्नेमा उहाँसँग पहिलोचोटि भेट भएँ। र उहाँले भन्नुभयो, त राति बस चढेर मलाई किन भेट्न आइस् भन्नुभयो। मैले भने तपाईँले सगरमाथा चढ्नुभयो, मेरो भगवान्लाई किल्चेर, सगरमाथा हाम्रो हिमाल भनेको त महादेवको वासस्थान हो, मेरो भगवान्लाई तपाईँले किल्चेर माथि जानुभयो, भगवान्को शिरमा तपाईँ चढ्नुभयो, किन चढ्नुभयो भनेर सोध्न आएँ म भने। र त्यसो भए
तेरो भगवान हो भने म त्यसलाई निरन्तर सरसफाइ कार्यक्रम गर्छु भनेर उहाँले सरसफाइ एभरेस्टको सरसफाइ कार्यक्रम गर्नुभयो। मनासलुको अहिले पनि यताउता प्रोग्रामहरू गरिराख्नु भएको छ र त्यो सगरमाथाको सरसफाइ गरिदिएको भएर मैले उहाँलाई तपाईँले मेरो देश राम्रो बनाइदिनु भयो, मैले तपाईँको देश राम्रो बनाउँछु भनेर फुजी हिमाल सरसफाइ कार्यक्रममा उहाँसँग पहिलोचोटि भेट भयो। त्यो भेट एकदमै यहाँसम्म आइपुग्छ भन्ने मैले सोचेको थिइनँ। त्यो भेटपछि उहाँले सन् 2018बाट हाम्रो त्यो झोला स्कुल कार्यक्रम उहाँले सञ्चालन गर्नुभयो। त्यो हाम्रो नेपालको सबै जिल्लाहरूमा त्यो गर्ने प्रोग्राम थियो। अहिले चाहिँ हिमाली क्षेत्रहरूबाट सुरु गरेको थियो अनि महँगी पनि त्यस्तै भयो अनि जापानको आर्थिक मन्दी यताउता कारणले गर्दाखेरि सबै भने जस्तो उसहरू भएन। तर हिमाली क्षेत्रहरू लगायत हाम्रो स्कुलमा सहित गरेर अनि यहाँको वरिपरिको हाम्रो शिव सरहरू पनि हुनुहुन्छ, उहाँहरूको स्कुललाई पनि सबै गर्दा अहिले 2500 लान्दसेहरू झोलाहरू अहिले नेपालमा आइपुगेको छ। आगामी दिनहरूमा पनि अरू स्कुलहरूमा पनि यस्तै किसिमको सहयोग गर्न सकेमा भन्ने सोचिरहेका छौँ। परिस्थिति कस्तो हुन्छ, यहाँहरूको साथ सपोर्ट कस्तो हुन्छ त्यही अनुसार फेरि विचार गर्दै जानु पर्ला भन्ने सोचेका छौँ। र सन् 2019 मेको 1 तारिक, सन् 2019 मे 1 भनेको जापानमा रेवानो हि भन्छ। जापानमा एउटा एरा नै परिवर्तन भएको ठाउँ हो। विक्रम सम्वत भने जस्तै गरेर एउटा सम्वत नै परिवर्तन हुने ठाउँ थियो। त्यो ठाउँ भनेको जापानिजको लागि एउटा राष्ट्रिय दिन हो। त्यो राष्ट्रिय दिनमा उहाँले त्यो राष्ट्रिय दिन छोडेर हामीसँग आउनुभयो। तपाईँहरूलाई झोला दिन आउनुभयो। त्यो दिनमा उहाँको लागि एकचोटि जोरदार ताली दिनु होला। उहाँले झोला लिएर आएर दिनुभयो र उहाँहरू बुवाको छोरी सँगै आउनुभएको थियो। त्योसँगै हाम्रो सबभन्दा छेउमा बस्नुहुन्छ हाम्रो मिम्मा मेरो साथी, उहाँहरू पनि 3 जना आएर त्यो झोला यहाँलाई वितरण गर्नुभयो। त्यो झोला दिने बेलामा ल मलाई यस्तो झोला दियो, मलाई उस्तो झोला दियो, कोहीलाई च्यातिएको पऱ्यो अरे, कोहीलाई कलर मन परेन अरे, कोहीलाई के मन परेन अरे, नाना थरी सुनाउनु भयो। अत्यन्तै दुःख लागेर आयो किनभने यस्तो राष्ट्रिय दिनमा आएर जापानदेखि नेपालमा लिएर आएर त्यत्रो सहयोग गर्नुहुने मान्छेहरूलाई तपाईँहरूले हतोत्साहित गर्नुभयो। एकदम दुःख लागेर आयो। यो कुराहरू जुन भयो त्यो कुरालाई हामीले विगत सम्झेर एउटा नराम्रो सपना थियो, यसलाई बिर्सिनुपर्छ। त्यो कालो दिन भनेको गइसक्यो। यसलाई हामीले कसरी आगामी दिनमा उहाँहरूलाई यो सम्मान मात्रै नभएर यहाँ आउने वातावरण यो ठाउँ मात्रै नभएर हाम्रो ठाउँमा अरू ठाउँ पनि यस्तो छन्, त्यहाँ पनि एकचोटि हेरिदिनु, त्यो ठाउँलाई पनि परिवर्तन गर्नुपर्छ र त्यो ठाउँलाई परिवर्तन गर्नलाई हामी यतिसम्म गर्न सक्छौँ भनेर एउटा हातेमालो किसिमको एउटा कामहरू आगामी दिनहरूमा पनि गर्न सक्यो भने दुवै पक्षलाई केही राम्रो होला भन्ने सोचेको छु। र यो स्कुल एउटा स्कुल मात्रै होइन, एकदम सानो सानो कुरामा मैले यो स्कुललाई एकदम के भन्छ एकदम सानो सानो कुराहरूमा एकदम विचार पुऱ्याएर गरिरहेको छु। हाम्रो सबभन्दा पहिलाको त्यो गेट छ नि, गेट भनेको त्यो चाटेपाटे कालो सेतो यस्तो चाटेपाटे छ नि, त्यो म बस्ने ठाउँ कुरासिकी भन्छ। कुरासिकीमा सिरा खाबेन माछी भन्छ। सेतो कमेरोको घर भन्ने छ म बसेको ठाउँमा। ठ्याक्कै हाम्रो नेपाली परम्परा जस्तै छ। माटोको घर, खरले छाएको घर। ठ्याक्कै यसो हेऱ्यो भने गाउँघरतिर अहिले त लगभग हाम्रो हुन्न, तर ठ्याक्कै त्यही घरतिरको त्यो बुटा इङ्गित गरेको छु। किन भन्दा यो भनेको नेपाल र जापान दुईटै ठाउँमा भएको चिज भएको भएर यसलाई त्यहाँ समेटेको छु। अनि त्यसको अलिकति अगाडि आउनुभयो भने हाम्रो शिशु कक्षासहित लाइब्रेरी छ। लाइब्रेरी भनेको अहिले त किताबहरू थोरै छ, आगामी दिनहरूमा त्यो किताबहरू पनि बढाउँदै जाने सोचमा छौँ। त्यो किताब भनेको विभिन्न किसिमका किताब, आफ्नो एउटा झोलामा बोकेर पढ्ने किताब मात्रै होइन, थरी थरीका किताबहरू भयो भने केटाकेटीलाई पढाइका अतिरिक्त पनि अरू कुरामा चाख जाओस् भनेर त्यसलाई हामीले फेरि सिँगार पटार गर्ने सोचमा छौँ। त्यसपछि अलिकति अगाडिपट्टि जानुभयो भने भित्तामा यसरी चढ्ने चिज छ हो, त्यसलाई रक क्लाइम्बिङ भन्छ। रक क्लाइम्बिङ भनेको लगभग यहाँ वरिपरि त कसैको स्कुलमा पनि त्यस्तो छैन होला,
काठमाडौँतिर जानुभयो भने आजभोलि अलिअलि देख्न पाउनुहुन्छ। र त्यो किन गरेको भन्दा यहाँ अहिले हामीसँग हुने पर्वतारोही नोगुची केन्सा उहाँ भनेको हिमाल चढ्ने मान्छे र यो स्कुललाई सहयोग गर्ने कस्तो मान्छे हो भनेर यहाँहरूलाई एउटा बुझ्नलाई सजिलो होस् भनेर त्यो चढ्दै चढ्दै गएर यो 8848 मिटरसम्म चढ्ने मान्छे उहाँ हो भनेर तपाईँहरूलाई एउटा सम्झना होस् भनेर त्यो रक क्लाइम्बिङ बनाएको हो। त्यसै रक क्लाइम्बिङ बनाएको पनि होइन, एउटा अर्थ छ। र त्यसको अलिकति अगाडि आउनुभयो भने हाम्रो सवाल छ, किनभने हाम्रो त यहाँ वरिपरि पानीले लगभग यो ठाउँलाई पनि पहिरोले एकचोटि लगेको थियो। त्यो पानी परेको बेला पनि केटाकेटीहरूलाई खेल्न सजिलो होस्, नाचगान गर्न सजिलो होस् भनेर हाम्रो सभाहल छ। यहाँ वरिपरिको स्कुलमा लगभग सभाहल पनि अहिले छैन होला, हाम्रो पहिलोचोटि छ सभाहल छ र बास्केटबल पनि छ। अनि अलिकति अगाडि आउनुभयो भने यो जुन बिल्डिङमा छ मैले जापानमा सिकेका भोगेका र मलाई जति सिकाउनु भयो मसँग सङ्गत गर्ने मान्छेहरूले मेरा अग्रजहरूले जति सिकाउनु भयो त्यो कुराहरूलाई त्यहाँ लेखेको छु। र यो लेख्ने हाम्रो रविन पुन दाई कता हुनुहुन्छ हाम्रो रविन दाई, उहाँले त्यो जापानिज अक्षरलाई जस्ताको तस्तै लेख्दाखेरि जापानिजहरू अचम्म परेको थियो। नेपालले यस्तो अक्षर लेख्छ भनेर अचम्म मानेको थियो। त्यो अक्षर छ, सबभन्दा अगाडि जानुभयो भने इप्पो इप्पो माए ए भन्ने वर्ड छ, स्टेप बाई स्टेप अहेड भन्ने छ। यो म यहाँबाट जापान जाने बेलामा मेरो 5-7 वर्ष मेरो स्कुल जीवन भनेको अत्यन्तै दुःख लाग्दो थियो। हाम्रो अमर ठुलोबा उहाँले पनि देख्नुभयो होला, नेपालीहरू कति गए, त्यो नेपाली मध्येमा पनि सबैभन्दा लामो समय स्कुल मेरो थियो। बिहान 9 बजेबाट बेलुका 6 बजीसम्म स्कुल गयो, त्यहाँपछि आधी घन्टा 1 घन्टा सुत्यो, भातै नखाइकन फेरि काममा गयो। बिहान आयो फेरि नुहाइ गर्ने बित्तिकै स्कुल गयो। त्यो दिन मेरो 5 वर्षसम्म चल्यो। 5 वर्षसम्म त्यो चल्दाखेरि मान्छेको शरीर हो, बिचमा गए एकचोटि ढले। त्यो ढल्दाखेरि मलाई त्यति बेला ढल्ने बेलामा मलाई सहयोग गर्ने मान्छे आज आउन खोज्नु भएको थियो, तर उहाँ आउन पाउनु भएन। त्यो ढल्ने बेलामा मलाई जापानिजले मलाई उठायो, हस्पिटल लिएर गयो। त्यो बेलामा मलाई सहयोग गर्ने जापानिजहरू उहाँहरू हो। र त्यो जापानिजले मलाई सबभन्दा पहिला उहाँसँग भेट हुनुभन्दा पहिला मलाई उहाँको किताब दियो र त्यो किताबको मार्फत उहाँको किताब पढेपछि हामी नेपालीभन्दा सबभन्दा नेपाललाई माया गर्ने मान्छे त उहाँ रहेछ। नेपाल र यो देशको बारेमा यति धेरै लेख्नुभयो कि मलाई उहाँलाई भेट गर्ने मन लाग्यो। त्यसपछि फुजी हिमालमा उहाँसँग भेट भयो। त्यति बेला भन्नुभयो कि म पनि हिमाल चढ्ने बेलामा कति ठक्कर खाएँ, कतिचोटि लडेँ, कतिचोटि शेर्पाहरू मेरो आँखा अगाडि मरे, कतिवटा लासहरू मैले टेकेर गएँ। त्यो कुराहरूको सीमा छैन। जिन्दगी भनेको पनि त्यस्तै हो, कहिले कता लडिन्छ, कहिले कता लडिन्छ। लडे पनि फेरि उठेर जाने भनेको मान्छे हो। त्यो दृढ विश्वास भनेको तैँले राख्नुपर्छ। त्यही भएर इप्पो इप्पो माए भनेको एक पाइला भयो नि हुन्छ, अगाडि बढा। ढल्यो भने त ढल्यो सिद्धियो, तर त्यो ढलेको ठाउँबाट उठ्न सकेन भने त मान्छे होइन। त्यहाँबाट त्यो ढलेको ठाउँबाट केही गरौँ भनेर उठ्यो भने बल्ल त्यो भनेको बहादुरिता हो भनेर उहाँले मलाई दिनुभएको शब्द हो त्यो। त्यसपछि मैले पाएँ त्यहाँ छ आकिरामिनाई कोतो सोरेवा बोकेन्दा, डोन्ट गिभ अप, इट्स एन एडभेन्चर भनेको छ। यो भनेको हतोत्साही भएर बस्ने होइन। सानोतिनो जालजेल भनेको जसको पनि हुन्छ, झैझगडा भनेको जसको पनि हुन्छ, अलिअलि लड्ने भनेको जो पनि हुन्छ, तर त्यो ठाउँबाट माथि उस्किन सक्नु भनेको नै एउटा बहादुरिता हो भनेर त्यो पनि त्यही अघिको उडसँग मिल्दोजुल्दो शब्द छ। अनि त्यसपछि मलाई म होकायामा भन्ने ठाउँमा बस्छु, जापानको हिरोसिमाको साइडमा छ। त्यति बेला मलाई मेरो स्कुलको समयमा म जति बेला त्यो लडेँ त्यति बेला मलाई छात्रवृत्ति दिने मेरो हजुरआमा हुनुहुन्थ्यो, उहाँले दिनुभएको शब्द हो त्यो ओकारेता बास्योनी साकिना साई ब्लुम वेयर गड हेज प्लान्टेड यु भन्छ। तिमीलाई भगवानले जुन ठाउँमा जस्तो ठाउँमा रोप्यो त्यसैमा तिमी फुलेर देख्न सकाऊ भन्छ कि। हाम्रो कमलको फुल छ नि, कमलको फुल भनेको हिलोमा फुल्छ भन्छ।
हिलो भनेर मान्छेले छिछि दुर गर्छ, हिलो भनेर यस्तो ठाउँमा टेक्न हुन्न, हिलो छ भन्छ। तर त्यो हिलो ठाउँमा त्यस्तो दलदलमा फसेर त्यसबाट कमल फुल फुलाउन सक्नु भनेको एउटा महान मान्छेले मात्रै गर्न सक्छ। तँमा त्यो खुबी छ, तैँले त्यो देखा, तैँले त्यो गर भनेर दिनुभएको शब्द हो। मैले त्यो भित्ताभरि लेखेको शब्दहरू त्यसै लेखेको शब्द होइन, एउटा एउटा शब्दमा एउटा एउटा अर्थ छ। र मलाई जुन यो शब्दहरूले मलाई एउटा केही गरौँ, देशको लागि केही गरौँ, यहाँहरूको लागि केही गरौँ, मेरो आफ्नो व्यक्तिगत लागि केही गरौँ भन्ने जुन एउटा ऊर्जा दियो, त्यो ऊर्जा म मेरो केटाकेटीहरूलाई पनि, म मेरो भाइ बहिनीहरूलाई त्यही ऊर्जा दिन चाहन्छु। यो एउटा एउटा शब्दहरू स्मरण गरेर आगामी दिनहरूमा पनि जापानसँग मित्रता कायम गर्ने, अहिले हाम्रो केटाकेटीहरूले सोझाको स्कुलमा त्यो जुम प्रोग्रामहरू गरिरहेको छ। यहाँ आउने बेलामा मलाई सोझाको मेयरले भन्नुभयो कि सोझाको एकदम बयान गरेर आइज भनेर मलाई भन्नुभयो। बयान गर्नै पर्दैन, तपाईँको सोझा केटाकेटीको मनमनमा छ। केटाकेटीले प्रत्येकले वी लभ सोझा भनेर राखिरहेको छ भनेर आज केटाकेटीले अघि वी लभ सोझा भनेर लेखेको त्यो जो प्ले कार्ड देखेँ एकदम खुसी लाग्यो। र यो म मेयर समक्ष पुऱ्याउँछु, उहाँको जापानको मेयरसँग पुऱ्याउँछु। र आज हाम्रो अब केही समयमा हाम्रो जापानी राजदूतावासबाट पाहुना पनि आउँदै हुनुहुन्छ। यसपालि म नेपाल आउनुभन्दा एक दिन अगाडि मलाई परराष्ट्र मन्त्रीले उहाँको आफ्नो कार्यकक्षमा बोलाएर भन्नुभयो कि त नेपाल जाँदैछस्, जापानको राजदूतावासमा गएर तँ को हो, तैँले के गरिस् र नेपालले पनि के गर्न सक्छ भन्ने कुरा देखाएर आइज भनेर मलाई उहाँले भन्नुभयो। एउटा परराष्ट्र मन्त्रीले मलाई एउटा व्यक्तिगत रूपमा बोलाएर त्यो भनेको एकदम खुसी लाग्यो। यहाँहरूको यो सहयोग, यहाँहरूको यो जुन मलाई दिनुभयो शिक्षा त्यसैको देन हो। कसैलाई पनि छलकपट नगरौँ, कसैलाई पनि चित्त नदुखाऊँ, अर्काको नखाम, अर्काको नचोरौँ भनेर जुन यहाँहरूले शिक्षा दिनुभयो त्यही शिक्षाको फल हो। जापानमा पनि त्यही हो। जापानमा पनि अर्काको चोर्ने मान्छे, अर्कालाई छलकपट गर्ने मान्छे सबभन्दा मन पराउँदैन। त्यही भएर हाम्रो नेपालमा जे शिक्षा दिनुभयो जापानमा गएर पनि मलाई त्यही बाटो अँगाल्ने एउटा वातावरण प्राप्त भयो। यो सबै यहाँहरूको देन हो। यहाँहरूको माया, ममता, देन र जुन शिक्षा दीक्षा दिनुभयो त्यो कुरालाई आगामी दिनमा पनि नबिर्सिकन, आगामी दिनमा पनि यो ठाउँलाई अझ रमाइलो, अझ नयाँ किसिमको विकासको एउटा वातावरण बनाउने काममा म आफ्नो दिलो ज्यान लगाएर लाग्नेछु। यहाँहरूको साथ समर्थन आगामी दिनहरूमा पनि दिनुहोला। मैले अरूको जस्तो गरेर मलाई भोट देऊ भन्न सक्दिनँ, तर यहाँहरूले एउटा मनबाटै एउटा भोट दिनुहोला। मनबाटै कतै देख्नुभयो भने फेसबुकको लाइक भन्दा पनि एउटा जीवनको लाइक दिनुहोला। त्यही नै मेरो लागि ठुलो कुरा हो। फेसबुकमा लाइक हान्नु पर्दैन, प्रत्यक्ष रूपमा मलाई मन पराइदिनु त्यही एउटा ठुलो कुरा हो। मान्छे भनेको पनि त्यही हो। फेसबुकमा कतिवटा लाइक आयो, कतिवटा उस आयो भनेर त्यो मान्छे मेरो आत्मीय मान्छे हो भन्ने छैन। आफ्नो यो जीवनमा जति गर्दै गयो, जति धेरै मान्छेहरूले मन पराए त्यही नै एउटा ठुलो अचिभमेन्ट हो, त्यही नै एउटा लाइक हो। त्यही भएर आगामी दिनहरूमा पनि मलाई साथ समर्थन र यहाँहरूको शिक्षा दीक्षा दिइराख्नु होला र यहाँहरूको छोराछोरीलाई पनि त्यो शिक्षा दीक्षा दिनु होला। धन्यवाद। Namaste. Konnichiwa, Noguchi Eko desu. Thank you for welcoming us today. मेरो नाम नोगुची केन हो। म पर्वतारोही नोगुची केनको छोरी र अहिले यहाँहरू सबैले यो जुन स्वागत गर्नुभयो एकदम खुसी लाग्यो। त्यसको लागि धेरै धेरै धन्यवाद भन्नुहुन्छ। 4年前に私は父と共にここに訪れました。その時はウパさんは一緒にいなかったんですけれども、今回初めてウパさんとネパールで会いました。ウパさんとはとても長い付き合いなのにここネパールで出会うのが初めてのがとっても違和感を感じます。मलाई 4 वर्ष अगाडि म यहाँ स्कुलको झोला लिएर आउने बेलामा उपकार मसँग थिएन। नेपालमा यसरी हामी तीनजना यसरी भेट हुनु भनेको एकदम संयोगको कुरा हो र एकदम यसरी भेट हुन्छ भन्ने एकदम लागेको पनि थिएन भन्नुहुन्छ। एकदम खुसी लागेको छ भन्नुहुन्छ।
私はニュージーランドに留学していたんですけれども、その間もウパさんとよく連絡を取っていて、で毎回いつも次はネパールで会おう、ネパールで再会したいね、一緒にネパールに行きたいねというふうに話していました。ついに夢を叶えることができてとても嬉しく思ってます。र यहाँभन्दा अगाडि आउने बेलासम्म उहाँ न्युजिल्यान्डमा एब्रोड स्टडीको लागि न्युजिल्यान्ड जानुभएको थियो। त्यो बेलामा पनि मसँग डाइरेक्ट कन्ट्याक्ट गरेर हामी नेपालमा सँगै भेट्नुपर्छ, न्युजिल्यान्डमा मेरो +2 सकेपछि नेपाल सँगै जानुपर्छ भनेर उहाँले मलाई कन्ट्याक्ट गरिराख्नुहुन्थ्यो। 4年間の間にこんなに立派な学校になって、それもとっても嬉しいですし、実際に見ることができてよかったです。 4 वर्ष अगाडि म आउने बेलामा त्यतापट्टि सेतो त्यो सिमेन्टको बिल्डिङ र त्यसको माथि टिनको छाना थियो। 4 वर्षमा यति धेरै परिवर्तन हुन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ। 前回来た時も皆さんがとってもたくさん花をくれたりとウェルカムしてくれて、で今回も出迎えてくれてとっても驚いてます。日本でもこんな風に出迎えてもらったことがないので、ネパール人の皆さんの気持ちにとても感謝しています。 जापानमा पनि मलाई यति धेरै सम्मान थिएन, तर मलाई यहाँबाट गेटबाट छिर्ने बेलामा मलाई फुल माला अबिरले जुन यो सम्मान दिनुभयो मलाई एकदम खुसी लाग्यो। जापान पनि फर्किनै नसकेला जस्तो भयो, यही नेपालमा बसिराखौँ जस्तो लाग्यो भन्ने हुन्छ। 私も学生なので小学校の時の記憶っていうのが新しいんですけれども、小学校はもちろん勉強する場所なので勉強もしていましたが、学校では友達と一緒に遊んだり歌ったりダンスを踊ったり、いろんなそういう楽しかった記憶っていうのもたくさんあります。学校っていうのは自分の人生の中で木に例えると目の部分だと思ってます。学校でこの土から芽が生まれて、でいろんな人と出会っていろんな経験をして、だんだん茎が伸びてきて、その茎がどんどん強くなっていって、そこから葉っぱが開いて、そして最終的に大人になったら花が開く。その花が開くまでの栄養だったり水だったり、そこを育むことができる場所だと思っています。 स्कुल भनेको पढ्नको लागि मात्रै बनाएको वातावरण होइन। स्कुल भनेको आफ्नो बच्चाबच्चीहरूसँग आफ्नो केटाकेटीहरूलाई एउटा विभिन्न तरिका एउटा के भन्छ त्यसलाई सम्झना गराउने एउटा त्यो स्थान पनि हो। यो स्कुले जीवनको सम्झना भनेको जतिसुकै पाको उमेर हुँदै गए पनि यो सम्झना भनेको अविस्मरणीय रहन्छ भनेर भन्दै हुनुहुन्छ। र यो उमेर भनेको एउटा सानो बिरुवा हुर्काउँदै जाँदा जसरी त्यो बिरुवालाई मल पानी यता गरेर त्यसलाई हराभरा बनाउन जसरी समय लाग्छ, यो केटाकेटीहरू भनेको पनि त्यस्तै हो। यो पनि एउटा सानो बिरुवा हो भन्ने सम्झिनु। यसलाई कसरी तपाईँले हराभरा बनाउने भनेर यसलाई मल जल पानी कसरी गर्ने भन्ने तपाईँहरूको हातमा छ। この学校でもちろん勉強も、それからみんなで遊んだりして、この鮮やかな学校で自分の人生に色づきをしていってほしいなと願っています。 र यो स्कुल भनेको यहाँहरूको केटाकेटीले सुनेको छ? केटाकेटी सुनेको छ? र यो तपाईँहरूको उमेर भनेको पढ्ने मात्रै होइन, हाँस्ने खेल्ने चल्ने केटाकेटी जस्तै गरेर एउटा दिनचर्या चलाउने यत्रो ठाउँ छ। यहीँ खेल्नुहोस्, नाच्नुहोस्, गर्नुहोस्, रमाइलो गर्नुहोस् भनेर उहाँले भन्दै हुनुहुन्छ। अहिलेको यो सम्झना भनेको भोलि बुढेसकालसम्म रहने भएको भएर जतिसक्दो पढाइ सँगसँगै सम्झना पनि सँगसँगै आफैले बनाउँदै जानु भनेर भन्दै हुनुहुन्छ।
得意なことがあればそれを突き進んでほしいし、それから時には壁があって難しい困難を乗り越えなきゃいけないこともあると思います。そういう時は一人じゃなくって周りの友達だったり大人だったりいろんな人と助け合って絆っていうのを大切にしてどんどん前へと進んでいってほしいです。र यहाँहरूले जुन यो गर्दै जानुहुन्छ पढ्नको मात्रै नभइकन विभिन्न कुराहरू अनुभव गरेर जस्तो कसैलाई चित्र बनाउने खुबी होला, कसैको गीत गाउने खुबी होला, कसैको नाचगान गर्ने खुबी होला, आफूसँग जे खुबी छ त्यसलाई नलुकाइकन अगाडि बढाउँदै जानुहोस्। नाच्नमा जान्ने मान्छेले नाच्नुहोस्, चित्र बनाउन जान्ने मान्छेले चित्र बनाउनुहोस्। जेले गर्न सक्छ आफ्नो प्रतिभा पढाइ सँगसँगै त्यो प्रतिभालाई पनि बढाएर अगाडि लिएर जानु, त्यसले तपाईँलाई भोलि भविष्यमा जस्तोसुकै ठक्कर खाए पनि जे गरे पनि भविष्यमा तपाईँलाई त्यसले एउटा राम्रो एउटा के भन्छ जीविकोपार्जन सहित एउटा राम्रो इज्जत दिन्छ। त्यो आफ्नो कामलाई आफ्नो खुबीलाई सम्मान गर्न सिक्नुहोस् भन्ने छ। そしてこの学校を次の子どもたちにも引き継いでいくために皆さんで一緒に大切に守っていきましょう。 र यो स्कुल यो केटाकेटीकोहरू लागि मात्रै होइन, उनीहरू यहाँबाट बिदा भएर गए पनि अरू केटाकेटीको लागि पनि यो स्कुल चलाउनुपर्छ, अरू केटाकेटीको लागि पनि यो स्कुल यस्तै नै जतन गर्नुपर्छ भनेर एउटा तपाईँको सम्पत्ति हो भनेर यसलाई संरक्षण गरिदिनु होला। यो मेरो यहाँहरूलाई अनुरोध छ भन्नुभएको छ। 皆さんと会うことができて本当に嬉しかったです。今日はありがとうございました。 सबैजनालाई भेटेर एकदम खुसी लाग्यो। धेरै धेरै धन्यवाद भन्दै हुनुहुन्छ। अब हाम्रो लघुची खेलचालको भाषण हुन्छ, त्यता जाने मान्छेहरू एकैचोटि यता बस्दैन है, एकछिन यो भाषण मात्रै सुनेर गइदिनु है। बुद्धिजीवी मान्छेहरू, शिक्षाप्रेमी मान्छेहरू यो भाषण मात्रै सुनेर गइदिनु है। 皆さんナマステ。 सबैजनालाई नमस्ते। はい、皆さん寒い中ありがとうございます。ね、寒い中ね。はい。 जाडोको बेलामा पनि यहाँ सबै बसिदिनु भयो, धेरै धेरै धन्यवाद। अनि उता जाँदै गरेको बुद्धिजीवी मान्छेहरू पनि यसो फर्किदियो भने हुन्थ्यो। ですね、今年の4月にも来ましたけれども、一番最初は4年前かな、4年前に、アディカリさんと、エゴさんと、この学校にランドセルを届けに、参りました。でその時ね、ウパガルさんのお父さんともいろいろ話をして、それがね、僕にとっては非常に、大きな発見というのかな、ここで新しい学校を作りたいという、思いが芽生えました。 यहाँभन्दा अघि सन् 2019 मा यहाँ पहिलोचोटि स्कुल ब्याग लिएर आउने बेलामा हाम्रो मिङमा अनि उहाँको छोरी नगुची एकोसाङ र खेन्साङ उहाँहरू आउने बेलामा यो स्कुलको जुन वातावरण देखेँ त्यो वातावरणले मलाई एकदमै दुःख लाग्यो भन्दै हुनुहुन्छ। ここで学校を作る前にサマ村っていうですね、マナスルっていう山の一番麓にサマガオンですね、という村があります。でそこで学校を作ったことがありました。 यहाँमा आउनुभन्दा अगाडि सोलुखुम्बु जिल्लाको सामागाउँ भन्ने ठाउँमा मैले स्कुलको कामहरू गरिरहेको थिएँ। でその時の経験で、非常に僕の中で大きな出来事がありました。それはですね、学校が、ないところで学校を作ったんですけれども、学校ができてもその学校に通えない子ども、または学校に通っても教室の中に入れない子どもたちが一部にいたことにびっくりしました。 जापानमा भनेको हाम्रो शिक्षा भनेको अनिवार्य हुन्छ, तर नेपालमा आएर त्यो सामा गाउँमा जब मैले स्कुल बनाएँ त्यहाँ वरिपरि कुनै पनि स्कुल थिएन। त्यो स्कुल नभएको ठाउँमा स्कुल बनाउने बेलामा कोही पनि स्कुलमा नआउँदा, स्कुलमा आए पनि कक्षा कोठाभित्र नछिर्नु, त्यो वातावरण देख्दा अत्यन्तै दुःख लाग्यो भन्दै हुनुहुन्छ। でそれが学校の先生に話を聞きましたら、その教室に入れない子どもたちは、カーストが違うと。 一つの差別ですね、ということで、同じ教室に入れない子どもたちがいるのはカーストの問題で、それはもうしょうがないんだと、仕方がないんだと、それがもうカルチャーだということを説明されました。 र त्यति बेला मलाई उहाँहरूले भन्नुभयो कि तिनीहरू भनेको तल्लो जातको मान्छेहरू हो, तिनीहरूको भनेको दलित जातको मान्छेहरू हो, तिनीहरू हामीसित सँगै बसेर पढ्ने खालको मान्छेहरू होइन भन्दाखेरि म एकदम अचम्म लाग्यो। यस्तो समस्या, यस्तो अवस्था पनि अझै पनि रहेछ भनेर मलाई एकदम दुःख लाग्यो भन्दै हुनुहुन्छ।
昔のね、日本も約100年前はそういう世界はありましたけどね、ただなんでしょう、このカーストの問題は、カルチャーだというふうに、そのサマ村の先生にね、説明を受けましたけれども、ただね、なんでしょうね、僕が関わって作った学校の中で、そのカーストによってね、こう差別があってね、一緒に授業を受けれない子どもが出るっていうのは、あってはいけないと思って、そこから2年ぐらい、いろんな取り組みを行いました。र त्यो जुन अवस्था देख्यो त्यसले मलाई एउटा सिक्ने वातावरण पनि भयो, किनभने जापानमा भनेको आजभन्दा 100 वर्ष अगाडि अहिलेको जुन नेपालमा जुन किसिमको यो अवस्था थियो त्यही अवस्था जापानले पनि 100 वर्ष अगाडि भोगेको थियो र त्यो अवस्थाबाट अलिकति पनि माथि पुर्याउनलाई केही गर्नुपर्छ भन्ने एउटा सोच उब्जेर आयो भन्नुपर्छ।例えば夜、村人みんな集めましてね、集めて、このカーストの問題を何度か解決してほしいと、みんなが教室に入れるようにしてほしいっていうふうに、村人に言った時、中にはね、酔っ払って石を投げてくる人もいたしね、怒鳴ってくる人もいたし、そのサマ村の中ではそのカーストの問題はタブーっていうのかな、あまりそこにはこう触らない方がいいよってことは散々言われました。र त्यति बेला त्यो राति त्यहाँको वरिपरिको समाजलाई, त्यहाँको मान्छेहरूलाई बोलाएर जम्मा गरेर स्कुल बनेको सबैको एउटा साझा स्थल हो, त्यसमा सबैले बराबर रूपमा पढ्न पाउनुपर्छ भनेर भन्दाखेरि भोलिपल्ट मलाई ढुङ्गा हान्ने मान्छेहरू निस्के, मलाई मार्छु भनेर खुकुरी लिएर हिँड्ने मान्छेहरू निस्के भनेर भन्नुहुन्छ। いろいろありましたけどね、ただあれからね、2年3年経ったかな、その学校にもう一回サマ村の学校に行きました、ね、で行きましたら、今日みたいにこういうふうにみんな歓迎してくれて、最初の頃教室に入れなかった子どもたちが他の子どもと手をつないでダンスをして、迎えてくれたんですね。ですから2年間の間ね、一緒に行って村の掃除をしたりとか、いろんな交流をずっとこう続けましたけど、2年でね、サマ村っていうところはこの差別っていうのかな、カーストによる差別がなくなりました。त्यो काम कन्टिन्यू गर्दै जाने बेलामा लगभग त्यो समयदेखि 2 वर्षपछि फेरि एकचोटि त्यही सामा गाउँमा जाने बेलामा त्यो दलितको त्यो समस्या पनि थिएन, सबैजना एउटै कक्षामा बसेर पढ्ने, हाँसखेल गर्ने, सँगै हात समातेर डान्स गर्ने, त्यो वातावरण देख्दा यस्तो 2-3 वर्षले यति धेरै परिवर्तन ल्याउँदो रहेछ भन्ने कुरामा अचम्म लाग्यो भन्ने त्यही सामा गाउँको त्यो समस्या देखेपछि जब म यहाँ आएँ, यहाँ आउने बेला पनि त्यही खालको वातावरण यहाँ देखेँ मैले, त्यो पनि एकदम दुःख लाग्यो। र यहाँको मान्छेहरूले, यहाँको सर म्याडमहरूले सबैलाई गएर घर घरमा गएर हाम्रो स्कुलमा आउनुहोस् भनेर त्यो अनुरोध गरे, त्यो अनुरोध गरेर यो स्कुलमा विद्यार्थीहरू कसरी पढाउने भन्ने त्यो गर्नुभएको त्यो कामहरू देखेर मलाई एकदम खुसी लाग्यो। त्यसपछि मैले यो स्कुलको लागि पनि केही गरौँ भन्ने एउटा त्यहाँबाट उब्जियो र त्यसपछि मैले उपकारसँग कन्ट्याक्ट गरेँ भन्ने। だから僕がね、サマ村でこういろんな活動をしてきたことと同じようなことをウパカラさんたちがもうずっと長年やってきたことを知って、で僕は思ったんですよね、ここの学校を、当時はね、意外と古かったんで、美しい学校にすると、もう美しい学校にしてネパール中がこの学校を注目する、ね、注目する。だからそのためにはこういう人工芝だったり、ああいう遊具ってああいう遊ぶ道具だったり、いろんな色をカラフルにしたりとかしたのは、ここの学校がみんなに注目されるために非常にきれいにしました。 र यो स्कुलमा आएर यो स्कुल भनेको जुन मैले त्यो दयनीय अवस्था देखेँ, एउटा टिनको छानो माथिबाट पानी चुइराखेको, अनि त्यो के भन्छ त्यो सिमेन्टहरू पनि माटोहरू पनि पुरै हिलो मैलो, डेस्क बेन्चको अवस्थाहरू पनि त्यस्तै दयनीय त्यो देखेँ। त्यो देखेपछि यो स्कुललाई नेपालको नम्बर 1 स्कुल बनाउन म केही गर्छु भन्ने एउटा आँट आयो। त्यसपछि मैले उपकारसँग कन्ट्याक्ट गरेर यो स्कुललाई कसरी हुन्छ, सबैजनाले यो स्कुलमा जानुपर्छ, सबैजनाले यो स्कुलमा आउनुपर्छ भन्ने एउटा त्यो भावना मनबाटै उब्जियोस् भनेर त्यसको लागि मैले एउटा कामहरू गरेँ भन्ने हुन्छ। そう、ここの学校にはもうこれから差別がないというね、そういう学校なんですよ。で、それを僕らは希望の学校と、呼んでいます。で、この学校が一つのネパールのモデルケースとしてね、注目されて、ここでいろんな建物だけじゃなくて教育だけじゃなくてね、もうトータルでねっていうことをこの学校が一つのモデルケースとしてネパールに広がっていけば、ネパールの教育も変わるんじゃないかなと期待しています。र यो स्कुल भनेको एउटा
अहिले यो जुन बिल्डिङ यतिसम्म भयो यहाँको यो आर्टिफिसियल कार्पेट भनेको जापानको स्कुलहरूमा पनि देख्न सकिन्न तर पनि यो स्कुलमा यो सबै कुराहरू यसरी भरिपूर्ण छ यो कुराहरूलाई यतिमै मात्र सीमित नराखेर आगामी दिनहरूमा पनि यसलाई अझै उजागर गर्नलाई खेलकुद शिक्षा अतिरिक्त क्रियाकलाप डान्स कराते सबै कुराहरूलाई अगाडि बढाएर केही गर्ने उसमा हामी आगामी दिनहरूमा पनि लागि पर्नेछौँ भन्ने छ まあ、あとね、まあ、皆さんね、もう皆さんのウパカルさんですけどね、本当にこの学校を完成するまで日本で一生懸命頑張ってね、本当に日頃忙しい仕事の中でね、仕事終わって、僕と夜遅くに連絡を取りながら壁を何色にするとか、滑り台のいろいろ写真ながらどの滑り台にするかとか、タイルもそうだけどね、本当に2人で遅い時間に一つ一つ決めながらね、夢の学校を、作ってきました。ですから皆さんぜひウパカルさんにね感謝してください。यो स्कुल बनाउने बेलामा यो स्कुलको एउटा चायल एउटा त्यो कलरहरू त्यसपछि कस्तो खालको स्कुल बनाउने कस्तो खालको चिप्लेटी राख्ने कस्तो खालको भित्ता बनाउने त्यो कुराहरूमा उहाँले हामी दुईजनाले मेरो पनि एउटा काम थियो उहाँ पनि दिनभरि काम गर्नुहुन्थ्यो र रातिको समयमा राति सबैजना सुत्ने बेलामा रातको 2-3 बजेसम्म हामी एकअर्कालाई म्यासेज गरेर एकअर्कालाई कन्ट्याक्ट गरेर यसरी गरौँ र त्यो कुराहरू मैले नेपालमा मेरो बुवालाई भनेर यो यहाँको कामदारहरूलाई भनेर एउटा त्यो कुराहरू एउटा अर्थपूर्ण रूपमा बनाउन लागि हामी लागि पर्यौँ। でこれ最後にしますけどね、佐野村で学校を作る前に子供がいっぱいいたんですね、村の子供で。村の子供たちにみんなにとって夢ってみんなの夢は何ですかと夢は何ですかと聞いたことがあります。 सामा गाउन जाने बेलामा सबैलाई भने तिम्रो भविष्यको लक्ष्य के छ तिमी के हुन चाहन्छौ भनेर सोधे। その時に僕のシェルパが、通訳に入るんだけど、その質問多分意味がないと、多分その質問しても意味が分かんないよと言いました。 त्यति बेला उहाँहरूसँग सँगै हिमाल चढ्ने बेलाको त्यति बेलाको शेर्पाहरूलाई सोध्नुभयो मैले यिनीहरूलाई तिमीहरूको भविष्यको योजना के छ तिमीहरूको ड्रिम के हो भनेर सोद्धाखेरि मलाई केही पनि जवाफ आएन भनेर शेर्पाहरूलाई सोद्धा त्यो जवाफ सोध्नु नै गलत हो भनेर सोधे किनभने स्कुल जाने वातावरण नै नभएको मान्छेलाई तिम्रो लक्ष्य के हो तिम्रो योजना के हो भनेर सोध्नु नै गलत हो भनेर मलाई शेर्पाहरूले भने। でそれは僕は最初分かんなかったんですけど、こう確かに夢って何って聞いてもみんなシーンと返事がないのね。で何だろうと思ってシェルパに聞いたら、学校も行ったことないし本も読んだことないし表のことも知らないし村の中しか知らないし夢を持つっていう考え方がないんだっていう説明を受けて大変びっくりしたことがあります。 र त्यो शेर्पाहरूको छोराछोरीहरू भनेको चौरीहरू हेर्ने त्यहीँको वरिपरि आफ्नै खेतबारीमा काम गर्ने कोही के अरे त्यो भारीहरू बोकेर हिमाल चढ्न जाने त्यो दिनचर्या भएको भएर स्कुल जाने पढ्ने आफ्नो यो योजना बनाउने त्यो योजना त्यो उसै एउटा के भन्छ त्यो इच्छा नै केही पनि नहुने त्यो एउटा केही भावना नै उजागर नहुने खालको त्यस्तो वातावरण थियो। それがきっかけで学校、読み書きできて本ができたら夢って思うのかなと思ってる、それが佐間村で学校を作った一番最初の、きっかけですけれども、ただ学校ができて、4、5年経ってその子どもたちが卒業するときに同じ質問をしました。夢はあるっていうのを同じ質問をしました。 र त्यो अवस्थाबाट अलिअलि परिवर्तन हुँदै गएर जब ती केटाकेटीहरूले त्यो स्कुल ग्रेजुएसन गरेर जाने बेलामा फेरि त्यही प्रश्न सोधे तिमीहरूको भविष्यको योजना के छ तिमीहरूको ड्रिम के छ भनेर फेरि एकचोटि सोधे। そうしたら、4、5年前に夢ってポカーンとした子どもたちが、学校の先生になって村に帰ってきたい、パイロットになりたい、あとはカトマンズに行ってもっと勉強してお医者さんになって、いずれ村に帰ってきてじっちゃんばっちゃんを助けたいとかね、なんかみんなの夢をわーっとね語るようになったんですよね。これたかだか 4、5年ですからね。その時に僕学校って今これ子供が夢を抱いていくっていうのがそれが学校なんだなっていうことを改めて感じました。改めて知りました。
र त्यो 4-5 वर्षमा मैले फेरि त्यही प्रश्न सोध्ने बेलामा उनीहरूले कसैले पाइलट बन्छु, कसैले डक्टर बन्छु, कसैले त्यहीँको टिचर बन्छु र कोहीले काठमाडौँ गएर पढेर आएर यो गाउँलाई एउटा समुन्नत बनाउँछु भन्ने जुन त्यो शब्दहरू मलाई, त्यो जवाफहरू मलाई दिनुभयो, मलाई एकदम खुसी लाग्यो र यो काम गर्दा यति धेरै आनन्द आउँदो रहेछ भनेर मलाई फेरि त्यो कामप्रति, आफूले गरेको कामप्रति एकदम गौरव लागेर आयो भनेर。それで本当に、その中その子供たちの中からお医者さんになって今アメリカの大学院でがんの研究者、が出ましたね。そういう専門家が出ました。勉強して研究者ですね。でドイツの病院でもナースの学校に行ってて、だからあとは日本に来て活躍してる人いますけどね。ですから本当にやっぱしこうなんだろう、もうこんなちっちゃい時はね学校も行ったことなかった彼らが今いろんな海外で活躍してるんで、ぜひこの中からね、そういう、活躍する、そしていずれそのネパールのためにね貢献してくれるような、人が出てきたらいいなと思ってます。ということでどうもありがとうございました。र अहिले मसँग मैले जुन गरेँ त्यो स्कुलको कामहरू, त्यो स्कुलबाट अहिले कोही अमेरिकामा डाक्टर छ, कोही अमेरिकामा रिसर्च गरिरहेको छ, कसैले जापानमा ठुलो कम्पनीमा काम गरिरहेको छ र यो स्कुल पनि त्यही अनुसार विश्वका जुनसुकै देशमा पनि, जापानहरूमा, अमेरिका, ठुल्ठुलो देशहरूमा पनि एउटा कनेक्सन बनाउन सक्ने, एउटा त्यो देशहरूमा पनि एउटा केही गर्न सक्ने दक्ष जनशक्ति यो स्कुलबाट निस्किन्छ भन्ने अपेक्षा राखेको छु। धन्यवाद।あとね、もう一個使うとね、僕のところのね、子供たちがいろんなところで活躍するんですけど、共通してるのが一個あってね、自分のために頑張るっていうよりも、自分のためっていうよりも、自分がいろいろチャンスをもらって頑張れた。で頑張ったその何のために頑張ってるかっていうと恩返しなんですね。日本人よく恩返しって言うんですけどね。その恩返しっていうのはネパールのために自分が何かができるようにしたいと。だからウパカラさんが日本に行って日本で働いてますけど、絶えずここの学校を良くしたい、ね、この村を良くしたいっていつも思ってるわけですよ。という僕の子供たち、学校に来た子供たちもみんないずれネパールのために何かをしたいと思って頑張っていますんで、皆さんもぜひね、そうなっていただけたらなと思います。はい、終わり。र नेपालमा पनि एउटा गुण तिरेको मान्छेलाई गुण तिर्ने भन्ने एउटा जुन हाम्रो भावना छ, जापानमा त्यसलाई ओङ्गाएसी भन्छ। ओङ्गाएसी भनेको गुण तिरेको मान्छेलाई बैगुण होइन कि गुण तिरेको मान्छेलाई त्योभन्दा धेरै गुण दिने, त्योभन्दा धेरै सम्मान दिने भन्ने एउटा त्यो प्रवृत्ति छ। त्यो प्रवृत्ति यहाँको केटाकेटीहरूले पनि सिकेर आगामी दिनमा यो गाउँठाउँलाई, यो देशलाई केही गर्ने, त्यो देशलाई गुण तिर्ने भन्ने एउटा भावना जागृत होस्, त्यही शुभकामना दिँदै मेरो मन्तव्य अन्त्य गर्दछु। धन्यवाद। जापानिज गीतमा नाच्ने भाइ बहिनीहरू तयारी अवस्थामा रहिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जापानिज नृत्य राखेको छ, जापानिज गीत बोल्न, दोन्ना ताई हेन्ना गीतको बोल्न। その後田村先生の一言いただきたいと思っております。大変お疲れのところ大変恐縮ではございますが、少しスピーチをしていただければと思っております。チャンネルどんな大変なことが起きた